सबैभन्दा धनी को हो थाहा छ? सबैभन्दा धनी त्यो हो जोसँग भगवानको नाम रूपी धन छ, जसले भगवानको नामको संग्रह गरेको छ, त्यो महान धनी हो। सुदामा अवश्य गरिब थिए, तर उनी महान धनी थिए। संसारको धनले भगवानसँग मिल्न सकिँदैन, तर सुदामा गरिब थिए, तर भगवानसँग, भगवान श्रीकृष्णसँग उनको मिलन भयो। द्वारिका जस्तै नगर उनलाई प्राप्त भयो। त्यसैले संसारको धन आज छ, भोलि छैन, तर भगवानको नाम